छोराको पास्नी टिकट टालो गरेर माम खाएर पैसा कमाएको छ आज छोरोले। हेलो हेलो पैसा टिप्दै टिप्दै नाना टिप्दै सानो है के छ हौ आज त धनी केटा बाबालाई नि देऊ पैसा खाऊ अब पुन्तुङ ए पुन्तुङ पुन्तुङ हौ उठ उठ सुप्रिया त्यहाँबाट उठ भाइलाई भात खुवाउनु भाग्य गर्न यहाँ भाग्य भाग्य ल कोकले भात खाएर बस्छ अहिले देखि तेरा हो हेर न हो मलाई हेर खाँदैन लौ भा साह्रै यहाँ पटायो के राखेन ठुलो भयो ना 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 पिपा ल त्यसो गऱ्यो भने भाइलाई दिने टिका लगाएर ल ल यहाँ आइज यत्तिकै खिच त म लगाइदिन्छु टिका लो बेबी ना ना ल यहाँ आइज यत्तिकै समाज क्यामेरा यहाँ आइज न
न है खाने लु अब मेरो बालो के छ हो हल्ली चल्ली ल टिकी 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 हो ल न कस्तो छ हो मान्छे पैसा त छैन बाउसँग त सबै बाउको सम्पत्ति तेरै हो न सबभन्दा कम बाउले ल न न न यो पनि न खै यो खाउनु पर्यो अब चाहिँ खानु त पर्यो नि त छोरो खानु न आमा आमा हो ल बाबाले खुवाएको चाहिँ खानुपर्छ हो हो अझै न न थोरै अलिकति अलिकति हौ थोरै हौ ल न खायो है केटोले खान्छ खान्छ ल लु नानाहरूको पालो लु अब यो छ लाइट पुगेन त्यहाँनिर लाइट थोरै मात्रै खुवाउनु ल अलिकति खान्छ एकैचोटि कोचाको कोचै गर्दा चाहिँ खाँदैन सुप्रियाको के हो त्यो बौला जस्तो ताल कपडा चाहिँ अलि राम्रो लाउनु छैन पागल खानापट्टि भागे जस्तो पो छ यसको हालत त नानाको हालत चाहिँ पागल खानापट्टि भागे जस्तो छ थोरै लगा ल हात त्यहाँ बिग्रिन्छ फेरि भत्किन्छ छोको जस्तो मात्रै गर हो कहाँ लगाइदिस् तैँले ल बाबा छोड्दै ए कप्पै खाइगयो नि मिठो लागेको छ अब ल बाबा छोड्दै तैँले खुवाउने नि पुन्डुङ ए पैसा भयो त तेरो सापटे दिन्छस् टिका लगाइदिएको नाना चाहिँ आँखाको डिलमा ल सक्यो खाना खाएर हेलो सानो पैसो आमा पैसो उसको आफ्नै ताल छ नि